नमस्ते सम्पूर्णमा। जब मानिसको जीवनमा आत्मविश्वासको लेभल घट्छ अथवा आत्मविश्वास हराउँछ, तब उसले अब यस्तो सोच्छ कि मैले जीवनमा केही पनि गर्न सक्दिनँ, म अगाडि बढ्न सक्दिनँ, मैले गरेका कुनै पनि कामहरू राम्रो हुँदैनन् अथवा मैले गरेको कामहरू अरूले मन पराउँदैनन्। एक किसिमको उसमा नकारात्मक विचारहरू आउने, कुनै पनि कामहरू गर्न उसलाई भित्रबाट इन्ट्रेस्ट नलाग्ने होइन। अनि आफूभित्रको त्यो कन्फिडेन्स लेभल, आफूभित्रको त्यो आत्मविश्वास झ्यामझुम्मै उसले बाहिर निकाल्नै नमान्ने, एकदमै कमजोर फिल गर्ने। त्यस्तो भएपछि मान्छे एउटा एक किसिमको आलस्यता अथवा जे गर्न पनि उसलाई मन नलाग्ने, ऊ एक्लोपनको अवस्था के त्यो अवस्था आउँछ होइन। त्यही भएर हामीले सबैभन्दा जीवनमा पहिलो कुरा चाहिँ आत्मविश्वास कसरी बढाउने त नि भनेर आफूले सोच्दाखेरि अथवा आत्मविश्वासी मान्छेहरूको बानी बिहेभ र उनीहरूसँगको सङ्गत गर्दाखेरि कतिपय कुराहरू थाहा पनि हुन्छ होइन। सबैभन्दा पहिला हामीले नकारात्मक विचारहरूबाट हामी हट्नुपर्छ। हामी जहिले पनि नकारात्मक कुराहरू धेरै मनमा सोच्यौँ भने आफूभित्रको आत्मविश्वास झ्यामझुम्म घट्ने गर्छ। अनि मनोबल बढाउने व्यक्तिहरूको सङ्गत, जस्तो राम्रो व्यक्तित्वहरूसँगको सङ्गतमा हामी रहिरह्यौँ भने हामी कहिल्यै पनि आत्मविश्वास कमजोरी भएर रहनु पर्दैन, उनीहरूको आत्मबल देखेर पनि। अनि आफूभित्रको क्षमतालाई हामीले जहिले पनि चिनौँ। हामी आफूभित्र के क्षमता छ भन्ने कुरालाई थाहै हुँदैन। हामी अरूले भनिदियोस् मेरो क्षमता के छ, अरूले भनिदियोस् भन्ने कुरा हामीले सोच्छौँ। तर म भित्र को क्षमता यो छ, मैले यो गर्न सक्छु, म यसको लागि जन्मेको हुँ, म यसको लागि आएको हुँ भन्ने कुरालाई चाहिँ आफूले पनि मूल्याङ्कन गर्न सिकौँ। अनि गल्तीबाट सिकौँ। गल्ती नहुने मान्छे र गल्ती नगर्ने मान्छे जीवनमा कोही पनि हुँदैन संसारमा। त्यही भएर हामीले गल्तीलाई नदोहोऱ्याउँ र गल्तीबाट सिकौँ। अनि स्वयंमा भरोसा राख्ने गरौँ। हामी जहिले पनि अरूमा भरोसा राख्ने, उसले भनिदिए हुन्थ्यो, उसले गरिदिए हुन्थ्यो, आफ्नो काम पनि अरूले गरिदिए हुन्थ्यो भन्ने चाहिँ सोच्छौँ, आफूमा भरोसा नभएको कारणले होइन। त्यही भएर आफूमा भरोसा राखेर अगाडि बढ्यौँ भने जस्तो काम पनि गर्न सक्छु भन्ने एउटा भरोसा राख्यौँ भने त्यो काम आफूभित्र जसरी पनि हुन्छ। अनि आफूभित्रको कन्फिडेन्स लेभललाई चाहिँ जहिले पनि बढाउँ के। म कमजोरी छु भनेर बस्न थाल्यौँ भने कहिल्यै पनि हामी झन् कमजोरी हुन्छौँ। जे गर्छु राम्रैको लागि गर्छु भनेर आफूभित्रको आत्मविश्वास अथवा कन्फिडेन्स लेभल बढाउन थाल्यौँ भने जीवनमा अगाडि बढ्न सक्छौँ र सबैको अगाडि राम्रो भएर जीवन जिउन सक्छौँ। हस्त।